यसमा चाहिँ हामी ए स्क्वायर प्लस बी स्क्वायरको फर्मुला कुन फर्मुला चाहिँ कसरी सही तरिकाले युज गर्ने भन्ने कुरा यसमा सिक्दैछौँ। सो भिडियो ध्यान दिएर हेर्नु होला सबैले। लेट्स स्टार्ट। यो फ्याक्टराइजमा चाहिँ अब धेरैले के सोध्नु भएको छ भने सर फर्मुला चाहिँ कसरी युज गर्ने, फर्मुला जुन तपाईँले ए स्क्वायर र बी स्क्वायर चलाउने फर्स्ट र लास्टकोलाई भन्नुभएको छ। ए स्क्वायर प्लस बी स्क्वायरको त दुईवटा फर्मुला हुन्छ, ए प्लस बी होल स्क्वायर माइनस 2ab और ए माइनस बी होल स्क्वायर प्लस 2ab। कुन फर्मुला युज गर्ने कन्फ्युज भयो भन्ने कुरा गर्नुभएको छ। ध्यान दिएर हेर्नु होला। ए4 भनेको ए स्क्वायरको स्क्वायर हो, यसलाई ए स्क्वायर मान्नुभयो। यो ब्र्याकेटभित्रको भनेको ए हो है, 2 2 जा 4 यसरी पावरमा हुन्छ। प्लस 16 भनेको 4 को स्क्वायर, यसलाई त लिन मिल्दैन, यो स्क्वायर त बन्दैन भने यो त बन्ने रहेछ। नर्मली नमिल्ने खालको पनि आइरहेको हुन्छ, मैले फर्स्ट र लास्टलाई लिएँ है त। प्लस 4a स्क्वायर, ए स्क्वायर प्लस बी स्क्वायर। अब फर्मुला दुईटा छ, कुन फर्मुला युज गर्ने? तपाईले यस्तो फर्मुला युज गर्नु जुन फर्मुला युज गरिसकेपछि फेरि पनि फर्मुलामा युज गर्न पाइयोस् क्या, मिलोस्। फ्याक्टराइज भन्ने बित्तिकै हाम्रो एन्सर त फ्याक्टरमा आउनु पर्यो हैन। फर्मुला युज त गर्छौँ, जस्तो अब मैले यहाँ बुझाउनको लागि अलिकति जानी मिस्टेक नै हुनसक्छ। ए माइनस बी होल स्क्वायर प्लस 2ab, मैले फर्मुला खोले हेर्नु है, ए माइनस बी होल स्क्वायर प्लस 2ab। अब बाँकी के छ? प्लस 4a स्क्वायर। अब यो हेर, 2 4 जा 8a स्क्वायर हुन्छ यो मल्टिप्लाई गर्दा, प्लस 4a स्क्वायर। अब 8a स्क्वायर प्लस 4a स्क्वायर भनेको कति हुन्छ? 12a स्क्वायर। अब 12a स्क्वायर भनेको स्क्वायर नम्बर हो त, स्क्वायर होइन नि त। 12 त केहीको पनि स्क्वायर होइन। त्यो भएको हिसाबले यो फर्मुला मिलेन। जुन तपाईँले ए स्क्वायर प्लस बी स्क्वायरको ए माइनस बी होल स्क्वायर प्लस 2ab भएको वाला खोल्नुभयो, त्यो मिलेन। यहाँ हामीले के खोल्नु पर्थ्यो? यहाँ माइनस, यहाँ चाहिँ प्लस भएकोलाई खोल्नु पर्थ्यो क्या। त्यही भएर यसरी फर्मुला युज गर्ने। यो माइनस भएको चुज गर्दा चाहिँ अर्को स्टेपमा पनि फेरि फर्मुला युज गर्न पाइन्छ। ए प्लस बी होल स्क्वायर माइनस 2 4 जा 8a स्क्वायर प्लस 4a स्क्वायर। अब यो दुईटा लाइक टर्म आयो। माइनस 8a स्क्वायर प्लस 4a स्क्वायर भनेको कति हुन्छ? यो भनेको माइनस 4a स्क्वायर हुन्छ। अब माइनस 4a स्क्वायर आएपछि 4a स्क्वायर भनेको त 2a को स्क्वायर हो नि। देख्नुभयो होइन, बुझ्नुभयो होइन। माइनस भएको खोल्दाखेरि चाहिँ फेरि पनि फर्मुलामा खोल्न मिल्यो क्या। त्यो भएको भएर यो फर्मुला कहिले माइनस युज हुने खालको पनि हुन्छ, कहिले प्लस युज हुने खालको पनि हुन्छ है। फेरि माइनस नै सधैँ हुन्छ भन्ने होइन, कहिले कुन हुन्छ। हामीले यसरी बुझ्नु पर्यो कि जुन फर्मुला युज गरिसकेपछि फेरि अर्को स्टेपमा पनि फेरि फर्मुला खोल्न मिल्ने खालको फर्मुला चाहिँ हामीले चुज गर्नु पर्यो। माइनस 2a को स्क्वायर। अब यो ब्र्याकेटभित्रकोलाई ए मान्नुहोस्, यो ब्र्याकेटभित्रकोलाई बी मान्नुहोस् भयो भने ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुला हुन्छ ए प्लस बी ए माइनस बी। यसरी चाहिँ हामीले फर्मुला युज गर्न सक्छौँ है त। थ्याङ्क यू।